च्यानल। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। अनि ग्याप भएको थियो मेरो युट्युब च्यानलमा, किनभने मेरो फोन बिग्रेको थियो, मैले भिडियो बनाउन पाएको थिएन, अपलोड पनि गरिएको थिएन केही पनि, जसमा टाढै थिएँ भनौँ युट्युबबाट। अनि अब चाहिँ म फेरि आएको छु पुरा धमाकामा। यस्तै गरेर चाहिँ सपोर्ट गर्दै जानु होला। म चाहिँ अब डेली भ्लग्स गराउँछु भन्ने आश लागेको छु। पोसिबल भएसम्म म डेली भ्लग गराउने छु, अनि नत्र इन्ट्रेस्टिङ चिजै देखाउने छु। अब चाहिँ पुरा रेडी भएर आएको छु। त्यही हो, म धेरै दिनपछि भएको भएर हल्का नर्भस पनि भइरहेको छु। अब केही होइन, अब चाहिँ म कहीँ जाँदैछु होइन। अघि भर्खर उठेको, त्यही भएर बिस्तारै पनि मिलाएन। हेर्नु कस्तो जाने भयो यहाँ, हेर्नुहोस् यहाँ पुरा। यो फेरि सबैको हो कि मेरो मात्रै होइन, सबको प्रब्लम। कहीँ जाने हो भनेपछि होइन केही न केही अभियसली आइहाल्छ। म चाहिँ बिस्तारै टक्क लाएर मिलाएर होइन अब चाहिँ खाना खान जानु पऱ्यो। म चाहिँ खाना खान जान्छु भनेको थिएँ, तर मलाई खान मन लागेन। मलाई किन भनी बोलाइरहेको थियो। अब यो खान्छु भने भात खान मन लागेन होइन, त्यो खान्छु। हिजो लिएको थिएँ मैले चाहिँ राति चटपटे खाएँ, त्यो खान्छु गाइस। साथीहरू, मेरो चाहिँ रामेन रेडी भइसकेको छ। अब यसलाई चाहिँ खानुपर्छ ल। यसको साथ यो पनि छ, यो चाहिँ मलाई चाहिन्छ होइन। फेरि कार्टुन या फिर स्टोरी चाहिँ तारक मेहता हेर्ने गएको हुनुहुन्छ, म चाहिँ यसमा पढ्दैछु। अब त्यो चाहिँ म हेर्दै खानुपर्छ, त्यही भएर म भिडियो चाहिँ अब अफ गर्छु ल। त्यो त खाएपछि मात्र भेट हुन्छ। ओके लोको साथीहरू, म चाहिँ अगाडि नुहाउनु जान्छु भन्दिनँ होइन। नभएर नुहाउनु जानुभन्दा अगाडि यस्तो पानी पर्थ्यो क्या दामी होइन। त्यसपछि त पुरा मौसम त यस्तो छ। यसलाई भन्छ अनलकी। ओके देखाउँछ है त हजुरहरूलाई दिउँ। यताको भ्यू यस्तो छ। अहिलेसम्म पानी पर्दा थियो होइन, म नुहाएर आएको त ट्याक्क लाएर पानी त एकदम मौसम साफ भएको छ। अनि म चाहिँ भर्खर नुहाएर आएको छु। अब जानु पऱ्यो, जानु छ कि मलाई चाहिँ। म चाहिँ अब बाहिर जानु लागेको होइन। अब रेडी हुन्छु। अब भर्खर चाहिँ धेरै दिनको ग्याप भएर होला कस्तो अनकम्फर्टेबल फिल भयो। अनि फर्स्टमा मलाई के बोल्ने तर जे जस्तो हुन्छ राम्रो छ भनिदिनु होला। के इम्प्रुभ गर्ने कोसिस गरिदिन्छु, त्यो मिस्टेक भएको भए। साथीहरू, मेरो चाहिँ यो फाइनल लुक्स यो चाहिँ घरमा नै सर्ट सिम्पल सेड लगाएको छु। अनि फेसमा चाहिँ सनस्क्रिन यति हो। अनि प्लस आमा चाहिँ निस्केको, उताबाट दिदी आउँदैछु। अनि जान्छौँ चाहिँ घरबाट निस्क्यो। घर निस्क्यो त बाटोमा आउँथ्यो सायद मौसम होइन। भयो यस्तो दामी छ बाटोमा भेट भनिनुको जङ्गलीहरू भलिबल खेल्दै आएको मान्छे यिनी पनि त्यही मान्छे हो नि एउटै। उहाँबाट आउँदैछु त फेरि हर्ताइ उहाँबाट आउँदैछु त दुईजना भएर जानु भएको बाहिर। त्यही हो, हेर्नु होला। म देखाउँछु कपडा किन्न जाने यस्तो बाटोमा। ए आज बुधबार रहेछ, आज मङ्गलबार रहेछ। मङ्गलबार भनेर आएको थियो। यो चाहिँ पुरै बुझ्दैन गरेर कति राम्रो मौसम। कस्तो राम्रो मेरो पनि बन्दैछ। त्यहाँ पानी पुरोले मात्र नपुगेर अझै यो अझै खाँदैछौँ। अब के गर्ने, हामी भनेको एकदम फुडी हो क्या। वाउ हेर्न कस्तो डिलिसियस देखियो। देख्दै खाम भयो होला होइन। ल म चाहिँ खान लागेको ल। अब हामी त्यो चटपट खाएको छ, यस्तो नमिठो थियो गाइस, यस्तो नमिठो। त्यस्तो चाहिँ मैले लाइफमा खाएको थिएन कोही पनि। यस्तो बेकार टेस्ट थियो भने नि हामीलाई मात्रै थाहा छ। यहाँ चाहिँ जे चाहिएको थियो त्यो चाहिँ पाइएन। यहाँबाट चाहिँ हामी हिँड्न लागेको घरको बाटो, तर पेस्ट्री चाहिँ त्यति पनि खाना मन पनि भइसक्यो। छिटो गरेर जानु परिन्छ। कस्तो एकदम आनन्द आउने कि रातिमा हिँड्दाखेरि। काम केही पनि राम्रो हुन्न, यसैले भनेर आएको हामी गाइजहरू। कसले भन्छ? यसैले भनेर। तर यहाँ चाहिँ बन्द रहेछ, अफसोस। आज मङ्गलबार भनेर हो नि। तेरो जस्तो दिमाग भयो त्यतिखेर कोही नि पुग्दैन। कोही त कहाँ पुग्छ घर एउटा बिहा गरिस् त्यही गरिस् त्यति गरिनिस् गाइज हेर्नुहोस्, हाम्रो चाहिँ आज दिउँ भनेको काम यही हो। यता थम्बनेललाई वाउ भन्दा त कस्तो मिठो। यो चटपटा त मुखै बिगारेको छ कसम साथीहरू। हेर्नु फेरि हामी चाहिँ यो छ खबर खाना। यस्तो कसरी गर्छ किन भन्नु, गर्छौँ धेरैले, किन हामी धेरै एकदमै फुडी छौँ क्या। त्यही भएर यसलाई अझै खाँदैछु। मैले खाएर भएपछि अब पाइएन नि त मम्मीले भनेको चिज चाहिँ। फेरि हामी रिटर्न जानु खाऊँ घर।
राति परिसक्यो कति छिटो राति पर्छ हौ ल बुद्धनगर कस्तो राम्रो देखिन्छ चिसो एकदम आनन्द लाग्यो बाटोमा हिँड्दा पनि रिल्याक्स हुने क्या खतरावाला मन्दिरको भाइ छ आहा कति आनन्द आउने के यसलाई चाहिँ अझै नपुगेर पानीपुरी खानलाई है मलाई चाहिँ पुग्यो यसको देख्दा जो मान्छे लुरी हुन्छ नि होइन त्यसलाई चाहिँ एकदम खानेको हुन्छ अरे के भन्थ्यो हो रहेछ त्यसो हेर्नु पुरा कन्स्ट्रक्सन चलाइरहेको केही देखिन गएको पहिला कति ठुलो खोला थियो होइन त्यही अहिले पानीको ठाउँ खाने ठाउँ आइसक्यो पानीपुरी खाने ठाउँ है खायो हेरौँ न म चाहिँ घर आइसकेँ साथीहरू धुन पर्यो नि त कति चिसो पानीमा खाइरहेको थियो यति कचर पचर खाएर केही पनि खानु मन लागेको छैन अब हामी सुत्नु त लागिन्छ यो साथीहरू दिउँसो चाहिँ के गर्न पाइएन एकदम म सुतिहालेँ अनि उठेर त्यहीँ गयो नभए मतलब नजिकैको पसल त्यहाँ पनि केही पाइएन अनि आयो आजको भ्लग यति नै हो सकेसम्म डेली भ्लग गराउनु चाहिँ भनेकै हो पोसिबल भएन भने चाहिँ into night have a sweet dream take care thanks for watching bye everyone love you bye